हेलो गाइस। व्यस्त जीवनको दौडधुप बीच कहिलेकाहीँ मनलाई केही क्षण शान्ति चाहिन्छ। आज हामी त्यही शान्तिको खोजीमा कोरियाको सुन्दर उन्चुसा टेम्पल पुगेका छौँ। यहाँको शान्त वातावरण, अनौठो ढुङ्गाका बुद्ध मूर्तिहरू र यससँग जोडिएका कथाहरूले यो ठाउँलाई अझ विशेष बनाएका छन्। स्वागत छ हाम्रो यात्रामा। तिमीले खोइ म नि राख्छु नि अदुवा भन्ला म त जान्दिनँ तर यस उन्जुसा टेम्पलभित्र पाइला टेक्ने बित्तिकै यहाँको शान्त वातावरणले मनले ताने जस्तो लाग्यो। चारैतिर हरियाली, पुराना ढुङ्गाका मूर्तिहरू र मन्दिरको सौन्दर्यले छुट्टै अनुभूति दिइरहेको थियो। र मन शान्त होस् भनेर माग अथवा के छ माग तिम्रो इच्छाहरू। वरिपरि देखिने यी साना भवनहरू र प्रार्थना स्थलहरूले मन्दिरको सुन्दरतालाई अझ बढाएका छन्। प्रत्येक संरचनामा परम्परा र संस्कृतिको झल्को देख्न सकिन्छ। जुम गरेर देखाउँछु। बुद्ध भगवान्जीको त्यो सुतेको मूर्ति चाहिँ नि हेर्न जानलाई चाहिँ नि अलिकति उकालो चढ्नुपर्ने रहेछ, कष्ट गर्नुपर्ने रहेछ। यहाँबाट चाहिँ भ्यू यस्तो देख्छ, ठुलो ढुङ्गा रहेछ। माथितिर जानु छ अझै। साइनबोर्डलाई फलो गरेर जाँदैछौँ हामी। पानी रसाको सानो मूलबाट रसाको पानी होला। सो बुद्धको मूर्ति चाहिँ जताततै धेरै देख्न सक्नुहुन्छ तपाईँहरूले। गुन्द्री ओछ्याएको छ है बाटोमा। र फाइनल्ली हामी चाहिँ यहाँको मेन भनौँ न, मेन जस्तै रहेछ। सो त्यो ठाउँमा हामी आइपुग्यौँ। यहाँ उकालो, यहाँ आउन चाहिँ अलिक गाह्रो हुँदैछ, थोरै उकालो चढ्नुपर्ने रहेछ। सो हामीसँग ड्रोन चाहिँ उपलब्ध छैन, त्यही भएर यही सेल्फी स्टिकले त्यो ठाडो गरेर खिच्ने प्रयास गर्नेछौँ। यो चाहिँ मेन बुद्धको स्ट्याचु भयो है। यहाँबाट अलिक राम्रोसँग देखाउन सकिनँ, हामीले सकेन। म त यहीँ बसेर बुद्धत्व प्राप्त गर्ने सोचमा थिएँ, तर के गर्नु, श्रीमतीले मानिनन्, तानेरै लिएर गइन्। उन्जुसा टेम्पलको सबैभन्दा ठुलो विशेषता भनेकै यहाँ रहेका ढुङ्गाका बुद्ध मूर्ति र स्तूपहरू हुन्। किंवदन्ती अनुसार यहाँ एक समय करिब 1000 बुद्ध मूर्ति र 1000 स्तूप रहेको विश्वास गरिन्छ। अहिले सबै बाँकी छैनन्, तर अझै पनि यहाँ रहेको मूर्तिहरूले यसको गौरवशाली इतिहासको झल्को दिन्छन्।
यो ठाउँ घुम्दै जाँदा समय बितेको नै थाहा भएन। यहाँको शान्त वातावरणले केही बेर भए पनि सबै तनाव बिर्साइदियो। घुम्दै गर्दा एउटा सानो फुल देखियो। त्यसलाई टिपेर श्रीमतीको कानमा सजाइदिए। कहिलेकाहीँ यस्ता साना क्षणहरू नै यात्राका सबैभन्दा मिठा सम्झना बनिदिन्छन्। र हामी यो घुम्न गएको ठाउँ चाहिँ हामी यहाँ अहिले छौँ गेटबाट यसरी होइन, यहाँनिर तपाईँको यो पोइन्टमा चाहिँ बुद्धको यो मूर्ति हेऱ्यो होइन, अलिक उकालो चढ्नुपर्ने छ। त्यहाँसम्म पुग्यौँ हामी र त्यहाँ चाहिँ हामी अलिक साँझ परेर जान पाएनौँ है त्यहाँ चाहिँ। सो यति नै थियो हाम्रो आजको यो वासुन उन्जुसा टेम्पलमा चाहिँ घुमाइ हाम्रो यहीँ अन्त्य भएको छ। यदि तपाईँलाई पनि शान्त ऐतिहासिक र प्राकृतिक ठाउँहरू मनपर्छ भने उन्जुसा टेम्पल एकपटक अवश्य घुम्न लायक ठाउँ हो। हाम्रो यो यात्रा तपाईँलाई मन परेको भए भिडियो लाइक गर्नुहोस्, आफ्नो प्रतिक्रिया कमेन्टमा लेख्नुहोस् र यस्तै नयाँ यात्राका लागि च्यानललाई सब्सक्राइब गर्न नबिर्सिनुहोस्। फेरि अर्को नयाँ यात्रामा भेटौँला। धन्यवाद।